सबैजनालाई मेरो नयाँ भ्लगमा स्वागत छ हैन। आज चाहिँ हामी राजा टावर जानु आँटेको। अब राजा टावर गएर टक्क दाङको दृश्य चाहिँ हजुरहरूको सामु ल्याउने छौँ कि हैन। ल हैन साथीहरू, हामी चाहिँ फाइनल्ली त्यो माथिको राजा टावरमा जानलाई यहाँ ढकना र सरडाँडा जोड्ने झुलुङ्गे पुल पुगिसक्यौँ। अब यहाँबाट झन्नै लाग्छ होला 3 घन्टा हैन। मजाको ठाउँ छ यहाँ पिकनिक आउनुलाई पनि। ल है त साथीहरू, हामी चाहिँ यता आइसकेछौँ कि अलि अगाडि टावर छ। हामी चाहिँ यहाँबाट टावरको भन्दा कम्तीको दृश्य चाहिँ देखेको छैन क्या। त्यहाँ पारी सरडाँडाको पुल देखेको छ हैन। हामी चाहिँ पारी धेरै पारी त्यो मन्दिर जस्तो पहेँलो कलरको बिल्डिङ त्यो भन्दा नि पारीदेखि आएको कि हिँड्दा हैन। हाम्रो चाहिँ केटाहरू लवाट परिसक्यो। यहाँ अर्को चाहिँ आउँदैछ कि बाघले नखाए यहाँसम्म पुग्ला। ल हामी चाहिँ हराएर जानुपर्ने चाहिँ उता हो कि, तर केटाहरूले चाहिँ यता यस्तै ल्यायो यान्सरको टावरमा लग्नु लाएर हैन। चलिए ना पकड़ ले पहले छिटो हेर न। साथीहरू फाइनली हामी चाहिँ बखरी पुल आइपुग्यौँ होइन। अन्त कस्तो भयो केटा? आनन्द भयो? एकदम बवाल भयो होइन। यो क्या वान पिस भइरहेछ होइन। सिङ्गल पिसहरू देखिरहेछ होइन। गाह्रो छ साथीहरू। अब राजा टावर जाने भनेको एकछिनसम्म हरायो मस्त होइन।